खै ओहो दाइ नमस्ते। ओहो भाइ नमस्कार, भाइ नमस्कार। के छ खानासाना खानुभयो दाइ? खाएँ, चिन्नु सकिनँ नि भाउ? म राज दाइ, राज भाइ। ए ए ए ए ए ए ए पत्रकारिता गर्नुहुन्छ? होइन, यसो सानोतिनो भ्लग बनाऊँ भनेर, ब्लगर बनाऊँ न एउटा बनाऊँ भन्ने ट्राई गरिरहेको दाइ। ए हजुर हजुर बोल्न हजुर सिकिन्छ, केही गर्न हजुर, सिकिन्छ, हजुर, मान्छे चिनजान हुन्छ भनेर। ए सही हो सही हो सही हो सही कुरा हो। के छ घर परिवारहरूमा सबै सन्चै आरामै छ गरे? ठिकै छ बाबु, धेरै भयो नभेटेको पनि। त्यस्तै त्यस्तै छ दाइ। अनि आज काम कताबाट पनि झुल्क्यो? छैन, फुर्सद पनि छैन भने जस्तै हो। ए ए ए ए ए अनि दाइ के छ त अरू? सब ठिकै छ बाबु, यस्तै हो अनि देशमा चलिरहेछ। राजनीति लागिरहेछ। बाबु म राजनीतिको राह थाहा नभए मान्छे बाबु, मलाई खालि आफ्नो काममा मात्रै थाहा हुन्छ। हजुर। यो राजनीतिको राह पनि थाहा छैन बाबु मलाई। भए पनि अब देशमा चुनाव लागिरह, चुनावको माहौल छ। अब सबै नसा हुँदो रहेछ बाबु, चुनावमा नसा हुने सबै अब गाउँ यहाँ काठमाडौँ काम गरेर बस्ने पनि अब चुनावमा पैसा गाउँमै कमाइन्छ भनेर गाउँतिर दौडेका छन्। हजुर दाइ। अब हामीलाई चाहिँ त्योतिर लाइनै छैन बाबु, लाइन नभएपछि खासै त्यति चासो नलाग्दो रहेछ राजा। आफ्नै भन्नलाई हजुर, आफ्नै काममा व्यस्तता रहने, आफ्नै काममा मात्रै ध्यान दिँदो रहेछ। आफ्नै काममा व्यस्तता रहने, आफ्नै कामबाट सन्तुष्टि लिने। हजुर 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 आफ्नै कामबाट सन्तुष्टि लिएपछि त्यो राम्रो। असन्तुष्टि भयो भने कसले सन्तुष्टि गर्छ र आफैले सन्तुष्टि लिन्छ नि बाबु। अनि हजुरको नाम यसो जान्न भन्न? मेरो घर सिन्धुली। हजुर हजुर। नाम चन्द्रबहादुर तामाङ पुरा नाम। म यहाँ टाइटल नाम राखेको छु चन्द्र लामा भनेर चिनिन्छ बाबु। ओके, जम्मैको हुन्छ दुईटा नाम त। हजुर केही छैन। हजुर बाबु। अनि त्यसो भए राजनीति त तपाईँलाई त्यति छैन? राजनीति त्यही पनि छैन बाबु। राजनीतिको कुरा गर्दै जाउँ होइन, अरूकोमा विषयमा पनि जाउँला। पहिले यो विषयलाई सोधौँ होइन, किन अहिले देश तातिरहेको छ, माहौलै यस्तै छ होइन। गाउँघरमा, सहरमा, बस्तीमा, चिया पसलमा होइन, भट्टी पसलमा, जुनमा पसलमा गए पनि चौतारो चौराहा सबै राजनीतिकै कुरा छ। अनि तपाईँ त एकदमै पुरानो नि मान्छे होइन, 55 वर्षको हुनुभयो, 55 वर्षबाट चुनाव हाल्दै आएको। मेरो उमेर चाहिँ कसरी ठ्याक्कै पत्ता लगाउनु भयो तपाईँले फेरि? अनुहार हेर्दा त्यो 50-55 कै जस्तो लाग्नुहुन्छ। ओहो यार, म 45 को भन्छ कि भन्ने लागिरहेको थियो यार। भयो त्यसमा भयो भने गल्ती हुन्छ, केही हुँदैन। हजुर हजुर हजुर। अनि अहिलेलाई के तपाईँले भोट परिवर्तन गर्ने विचार गर्नुभएको छ कि अब त्यही पुरानै दललाई, पुरानै पार्टी? बाबु भोट त हाल्ने हो। हजुर हजुर बाबु, म भोट चाहिँ के तरिकाले हाल्छु भने, अब एमालेसँग पनि हाई हाई, काङ्ग्रेस पनि हाई हाई, म जोसँग पनि हाई हाई गरेर नाचेर चाहिँ हिँड्छु त्यो माइक बजेको ठाउँमा। किनभने एउटा भित्र कला भएको मान्छे पनि हो बाबु, म नाचेर चाहिँ हिँड्छु। तर भोट हाल्ने बेलामा चाहिँ भित्र बाक्सा छेउमा गएर त्यो ठप्पा हान्छ नि बाबु। हजुर हजुर। ठप्पा हान्ने बेलामा कहाँ लाग्छ थाहा छैन बाबु। होइन, त्यही पनि के नाम हो, हाई हाई र झन्डा बोक्ने सबैको जो आए पनि हजुर हजुर नमस्ते तपाईँलाई दिने हो। काङ्ग्रेस आयो नि तपाईँलाई दिने हो, एमाले आयो नि तपाईँलाई दिने हो होइन, माओवादी आयो नि तपाईँलाई दिने हो। बट अहिलेको चुनावमा चाहिँ आफ्नो मन र आफ्नो भोट चाहिँ परिवर्तन गर्ने विचारमा हुनुहुन्छ? अब यस्तो त यो त सबैले थाहा भएको कुरा नि त राजबाबु। किन कसरी थाहा भएको भनेपछि अहिले एउटा बच्चाले पनि घन्टी टिनिनी भनेर हिँडेको छ होइन होइन। सब घन्टीको माहौल छ देशमा, घन्टीको माहौल छ होइन। अब यो रवि सर जस्तो मान्छे, बालेन सर जस्तो मान्छे, हर्का साम्पाङ जस्तो मान्छे हुनुहुन्छ होइन। अब उहाँहरू होइन कुरा काट्ने त धेरै छन् होइन। यतिखेर अब चलपल उहाँको छ। कहिले भन्छ ए रवि यस्तो, बालेन यस्तो यस्तो भन्ने आफ्नो ठाउँमा छ। तर अहिलेको माहौलमा हेर्दाखेरि यिनले राम्रो गर्छ जस्तो चाहिँ लाग्छ है बाबु मलाई। ओके, ल तपाईँले अब बालेन र रवितिरै जानुभयो होइन। तपाईँलाई एउटा सोधौँ, अहिले जस्तो झापा 5 नम्बरमा हाम्रो काठमाडौँ महानगरपालिकाका मेयर साहब बालेन्द्र शाह बालेन र हाम्रो पुरानो एमालेका पुराना नेता 14 वर्ष जेल बसेर आउनुभएको केपी बा, के लाग्ला तपाईँलाई? बातिर बाजी पल्टेला कि छोरातिर पल्टेला जस्तो लाग्छ तपाईँलाई? अब अघि मैले भने नि बा हाई हाई यस्तो पनि हुनसक्छ है। यो चाहिँ अब जान्ने भएर बोलेको त होइन, पढाइ लेखाइ पनि छैन मेरो होइन बाबु, जान्ने भएर बोलेको होइन। त्यो चाहिँ कस्तो हुन्छ भने केपी बा त पुरानो ग्याब्लर हो नि त होइन, पुरानो ग्याम्लर हो होइन। पुरानो ग्याब्लर भएको कारणले अब जनताले चाहिँ अहिले यतिखेर बालेनलाई हाई 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 गरेर भित्रभित्र केपी बाले सुल्याउनै सक्छ है फेरि बाबु। त्यो जान्ने भएर बोलेको चाहिँ होइन होइन। तर अहिले झट्टै हेर्दा त बालेनले नै ल्याउँछ। ओके,
ओके यो चाहिँ 100% छ। हस् हेर, तपाईँको माहौल मनमा हेर्दाखेरि- जे होस् बालेन शाहले जितिदिएर देशको प्रधानमन्त्री भएर एउटा जस्तो युवा उसले चाहिँ काठमाडौँ जस्तो अब काठमाडौँको मेयर भएर काठमाडौँ महानगरपालिकामा जति राम्रो काम गरेछ नराम्रो काम गर्नु होइन बालेन सरले 2-4 वटा नराम्रो पनि गरे होला, तर राम्रो धेरै गरेपछि राम्रोले जित्छ नि त बाबु होइन। राम्रो गरेर न हाई हाई भएको हो बालेन सर तपाईँलाई होइन? फेरि बिचमा रोकेँ होइन चन्द्र सर। फेरि के हुन्छ भने अहिले बालेन शाहले जस्तो नेपालको राजनीतिमा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले अदरवाइज बहुमत ल्याइहाल्यो भने पनि र बालेन शाह प्रधानमन्त्री हुनुभयो भने दुनियाँको सबभन्दा कान्छो प्रधानमन्त्री हुनुहुन्छ। यो विषय तपाईँलाई थाहा छैन होला। मलाई थाहा छैन, हजुर। हजुर थाहा छैन। किनभने अहिले प्रधानमन्त्री हुनुभयो भने बालेन हाम्रो वर्ल्ड वाइडमा सबभन्दा सानो उमेरको प्रधानमन्त्री, सबभन्दा खुसी यङ जेएनजीबाट जेएनजी जस्तै भनौँ न। त्यही भएर अहिले जे होस् देशमा घन्टीको माहौल छ। केही न केही माहौल ल्याउँछ उसले भित्रभित्र होइन 2-4 वटा काम नराम्रो पनि गर्न आफ्नो ठाउँमा छ, तर उसले अरूले भन्दा बढी जस्तो राम्रै गर्छ किनकि जेएनजीले तर्साएको छ नि त सबै नै। जेएनजीको डरले पनि त केही न केही राम्रो गर्ला भन्ने लाग्छ है। हुन्छ, त्यसो भए तपाईँले अहिले देशमा जतासुकै गाउँघरमा होइन सानादेखि वृद्धासम्म घन्टी घन्टी बनिरहेछ मान्छेले, केही परिवर्तन आउँछ कि भन्ने आशामा चाहिँ सबै जनता लागिरहेको होइन। मलाई मात्र होइन, तपाईँलाई पनि छ त्यो कुरा त। तपाईँको मनमा भन्नुहोस् त। सबैलाई परिवर्तन होस् भन्ने चाहना छ हाम्रो सम्पूर्ण अनि देशवासीलाई। ल ठिकै छ, राजनीतिको हामीले त्यो राजनीतिमा त्यति जानिएको पनि छैन, पढिएको पनि छैन, हामी त्यति नजाउँ होइन। तपाईँको व्यापार बिजनेसतिर नि कुरा गरियो होइन। तपाईँ एउटा राम्रो कलाकार पनि हो भन्ने मैले सुन्छु होइन। तपाईँको 4-5 वटा एल्बम पनि बनाउनु भएको छ अरे होइन कलाकारमा। तपाईँलाई यो कलाकारिता क्षेत्रमै राम्रो लाग्छ कि तपाईँको यही व्यापार मेरो यो कन्स्ट्रक्सनको काम गर्छु भन्ने लाग्छ तपाईँलाई? कलाकारिता भनेको म भित्र जे लुकेको छ त्यसलाई बाहिर निकाल्ने, त्यसलाई बाहिर निकाल्नु खोजेको। किनभने यस्तो भयो बाबु, पैसा हुँदाखेरि पैसा भएन होइन बाबु। अहिले अब पैसा गयो, 2 पैसा कमाए पनि पैसा पनि भयो होइन। पैसा भएपछि त्यो जुन पैसाको रहर हुन्छ नि, कुनै दिन मैले सोचेको थिएँ ओहो म हिरो भन्छु, म एउटा गायक बन्छु, म एउटा नायक पनि बन्छु जुन भन्ने भावना थियो नि। 22 देखि 30 वर्ष उमेरसम्म त हाम्रो यो कलकलाउँदो नै हुन्छ नि होइन। 22 देखि 20 देखि भनौँ 30 सम्मको रहर चाहिँ मैले यो 54-55 वर्षमा उतारेको छु। ओके। पहिला पनि फाटाफुट्टा हिँड्थ्यौँ साथीभाइसँग होइन, भेटघाट हुन्थ्यो, तर खासै त्यस्तो मान्छे भेटेको थिएन मैले होइन। अनि पछिको दिनमा घुम्दै डुल्दै गर्दाखेरि कहाँबाट अब पूर्व पश्चिम उत्तर दक्षिण सबैको साथीहरू भाइहरू भेटियो होइन। भेटिँदो रहेछ क्या, आफूले रहर गरिसकेपछि काहीँ न काहीँबाट भगवान्ले जुराउँदो रहेछ। ओके। त्यस कारणले गर्दाखेरि अनि एकजना हाम्रो गुल्मीको पुरानै कलाकार रहेछ होइन, त्यति नाम त सुनेको थिएन होइन। पछि आफ्नो भेटघाट भयो कि त्यतिकै यहाँ बर्मल बस्दो रहेछ। अनि बर्मल बस्दो रहेछ एउटा पवन परियार नाम गरेको भाइ हुनुहुँदो रहेछ। पवन परिवार। अनि पवन परियार नाम गरेको। अनि गायक पनि सङ्गीतकार पनि लय शब्द सम्पूर्ण नै रहेछ कि रहनु चाहिँ। अलिकति अगाडि उसको कस्तो रहेछ भने ऊ अगाडि नबढेको चाहिँ उसको काम भनेको एरेन्जर रहेछ, सङ्गीतकार रहेछ। अनि त्यही भएर खासै हामीले मिडियातिर त्यति नदेखेको रहेछ। गायन क्षेत्रमा पनि रहेछ, मोडलिङ पनि रहेछ। पछि हेर्दै गएँ नि त स्टोरी थाहा पाएपछि। अनि म यस्तै अब गाउने नाच्ने मान्छे यसो त्यो तपाईँको केरियरको सुरुवात एउटा गुल्मीबाट आएको एउटा नौजवान लठे तन्देरीले 54 वर्षको मान्छेलाई एउटा कलाकार बन्नुहोस् तपाईँमा कला छ भनेर प्रोत्साहन दिएर तपाईँ त्यो क्षेत्रमा उहाँसित उसले यस्तो हान्यो कि मलाई यस्तो हान्यो। मैले एउटा 2टा दोहोरीको चाहिँ म दोहोरीमा गीत गाएको चाहिँ ऊ पठाएको थिएँ क्या। हजुर दाइ। ल दाइ मैले बिचमा रोकेँ है त दाइ। ल दोहोरीकै कुरा गर्नु हो दाइसित एउटा दोहोरी मिठो दोहोरी सुनेर अनि त्यसपछि त्यो विषयलाई अगाडि बढाउनु नि त। ल सुन्ने नै हो त, सबै मैले मात्र होइन कि दर्शकहरूले पनि सुनुन् होइन। म एउटा क्वालले गाएको हो त्यो त थाहा छैन, मैले थुप्रो गाएँ होइन। हजुर। कता गयो हिताएकी सङ्गिनी भयो एक्लै चुलबुले चन्द्रेनी लाउँथे माया लाउँथे माया तर लटपन छटपन जान्दिन म त सोझो मान्छे कसले पत्याउँछ। साह्रै मिठो दाइ, साह्रै मिठो। कपरा मुतिया जस्तो आएर भने त होइन नि? होइन दाइ, साँच्चै तपाईँको गलामा केही जादु छ होइन। मिठो यही जादुले गर्दाखेरि त्यो अहिलेसम्म कतिवटा एल्बम गर्नुभयो दाइ? मैले सबै सृष्टि चाहिँ हाम्रो पवन भाइकै। हजुर। अनि पवन भाइकै स्वरमा र
एउटा पोखरेल नि छ, नाम बिर्सी मैले, हजुर हजुर कमला पोखरेल हो के अरे। हजुर कमला पोखरेल र पवन भाइले चाहिँ भोइस हाल्नु भएकोमा एउटामा मोडलिङ मात्रै गरेँ, प्रोड्युसर आफैले गरेँ। हजुर हजुर प्रोड्युसर किन आफ्नो रहरको लागि क्या मैले प्रोड्युसर ओके। आफैले गरेँ होइन। अनि त्यसमा मोडलिङ गरेँ, ओइ कान्छु भन्ने गीतको, ओइ कान्छु भन्ने गीतको बोल्थ्यो। अनि पछि फेरि रहर लागेर पवन एउटा म आफ्नै भोइस हाल्छु है भनेर एउटा मुटुमा बसेकी माया, मुटुमा बसेकी माया नहुनु है 2 दिनको घाम छाया। अनि यो चाहिँ पवन भाइ पनि गुल्मीको, अनि शान्ता बहिनी पनि गुल्मीको होइन। अनि मैले शान्ता रानी बहिनी र मेरो आफ्नै भोइसमा चाहिँ एउटा हालेर चाहिँ अहिले लोकगीतमा हाम्रो नेपालमा होइन मलाई लोकगीतमा चाहिँ बागलुङ र हाम्रो गुल्मीकै धेरै कलाकार बागलुङ, स्याङ्जा, पाल्पा, गुल्मी यही 4वटा जिल्ला, अनि पोखरा लमजुङ छँदैछ होइन। यही 4वटा जिल्ला त अनि अगाडि। अनि जे होस् मलाई भाइरल होस् नहोस्, मेरो गीत राम्रो नहोस्, म गायक पनि नायक पनि एकदम सन्तुष्ट। अनि दाइको मेन व्यवसाय भनेको गायन क्षेत्र भनेको एउटा कलाकारितालाई माया गरेर लाग्ने चिज हो। अनि एउटा तपाईँले गरी खाने बाटो चाहिँ तपाईँको के व्यापार व्यवसाय? मेरो छँदैछ, मेरो निर्माण सामग्री सप्लायर। दाइको निर्माण सामग्री, गिटी बालुवा, चिप्सहरू भयो होइन, घर बनाउने सामग्री भनौँ न, यो पनि धेरै राम्रो काम हो। जम्मैको घर बनाइदिनु भयो होइन, आफ्नो नबनाए पनि अरूको घरहरू बनाउनु भएको, पिल्लरहरू धेरैलाई छत्र छाया दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। चिन्जान छ। अनि तपाईँको कलाकारिता क्षेत्र, तपाईँको व्यापार बिजनेस भगवान् श्री पशुपतिनाथले अझ अगाडि बढाउँदै जाउन्, तपाईँको गायन क्षेत्र अझै कमलको फुल चाहिँ खिल्दै जाओस्। थ्याङ्क यू मेरो भाइ, थ्याङ्क यू। गुलाबको फुल चाहिँ, थ्याङ्क यू मेरो भाइ। गुलाबको फुल पनि दाइ के हुन्छ भने त्यसलाई फक्रिन धेरै टाइम लाग्छ के, लाग्छ हो। कोपिलालाई अरू फुलहरू झ्याप्पै फुल्छ दाइ, अनि यो गुलाबको फुल हुन्छ नि त्यो आफ्नो ऊबाट बाहिर निस्किन के भनेपछि दाइ पनि 55 वर्ष उमेरमा फुलुस नै भन्नु खोजेको मेरो भाइले चाहिँ। अब मान्छेले गर्छु भन्दाखेरि त्यसलाई नगर है बाबु भन्ने होइन, गरेर त्यसलाई ट्राई गर, भयो हुन्छ नभए नहुन्छ, नभयो भने नगर, हुँदै गयो भने त्यसलाई कन्टिन्युज गर भन्नुभयो। हुन्छ दर्शकबिन, मेरा दर्शक श्रोतालाई माया गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, देश विदेशमा स्वदेशमा छरेर रहनुभएको दाजुभाइले दाइको एउटा कला गलाको एउटा सानो क्लिप सबैले हेरेर प्रतिक्रिया दिनुहोला, कमेन्ट दिनुहोला, लाइक सेयर गरिदिनु होला। सबैलाई धन्यवाद। थ्याङ्क यू गाइस, धन्यवाद। नमस्ते, जय नेपाल।